काचा मात्रै देखिरहेको छ जानु एउटा दुईवटा पाके जस्तो मानिन्छ। काफल एउटा दुईवटा पाके रहेछ। यसको अवस्था त यस्तै छ। केही दोष हाम्रो पनि होला, केही दोष नेताहरूको पनि होला होइन। सही नेतृत्व छान्न नसक्दाखेरि त्यसको हालत यस्तो भएको हुनसक्छ है। अब फाइनली गाइज होइन म माथि आइपुगेको छु तलदेखि, त्यहाँदेखि अहिले चाहिँ म यहाँ आइपुगेको छु फाइनली गाइज होइन। अहिले चाहिँ लालीगुराँस टिपेको छु यति धेरै, यहाँदेखि टिपेको थिएँ यति धेरै टिपेको छु गाइज लालीगुराँस। नमस्कार साथीहरू, ब्याक टु माई च्यानल। हजुरहरूलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियो कहाँसम्मको हुन्छ होइन, अन्तिमसम्म हेरेर सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नु होला गाइज होइन। यस्तो अवस्थामा छु होइन, गर्मी पनि एकदमै बढेको छ आजभोलि। मैले भन्दा अगाडि पनि भनेको थिएँ लालीगुराँसहरू यिनीहरूको भिडियो काफलहरूको भिडियो बनाउँछु भनेर। आज चाहिँ त्यही भिडियो हुन्छ होला। र मेरो एउटा आज सक्दो प्रयास आजमा जाने भनेको थिएँ गाइज होइन। सानी दह र ठुली दह जाने मेरो ठुलो विचार हो, तर यहाँ गाह्रो भइरहेछ। जान सक्छु सक्दैन, सक्दो प्रयास त्यहाँ पनि जाने मेरो रणनीति छ है गाइज होइन। यहाँ चाहिँ लालीगुराँस फुलेको रहेछ गाइज होइन। टिपेर खानुपर्छ। लालीगुराँस एउटा गाइज होइन, जुन मैले त्यो म्याप देखाइरहेको छु नि, त्यो म्यापमा चाहिँ मेरो जाने भनेको चाहिँ त्यही नै। आजको भिडियो गराउने चाहिँ त्यहीँकै भनेको थियो। त्यो सानी दह र ठुली दह देखाएको छ नि म्यापमा, त्यहाँ जाने विचार हो। तर यस्तो भइरहेछ कि आउनु त म अगाडि आएको थिएँ, भिडियो चाहिँ बिचबाट सुरु गरेँ होइन। गर्मीले यस्तो बनाइरहेछ कि जाउँ कि नजाउँ भन्ने भइरहेछ गाइज। सक्दो प्रयास जाने विचार हो, तर यस्तै गर्मी भयो भने त जान पनि सक्दैन क्या जस्तो लागिरहेछ होइन। जाने चाहिँ मेरो फिक्सै त छैन गाइज होइन। गयो भने त्यहाँसम्मको भिडियो पनि हुनेछ। यदि भएन भने आज त्यत्तिकै लालीगुराँसहरू यिनीहरूकै भिडियो हुनेछ गाइज होइन। त्यत्तिकै भयो भने पसिना भन्ने कुरा यस्तो आइरहेछ गाइज होइन। म आएर त त्यो पारी देखिरहेछ सडक, त्योभन्दा पनि पारिदेखि आउँ म। आउनलाई चाहिँ भिडियो चाहिँ बिच बाटोमा सुरुवात गरेँ। अहिले चाहिँ गाइज होइन यहाँ छु म। जाउँ कि नजाउँ भन्ने भयो, बाटो बिर्सिरहेको छु गाइज होइन। स्यान्डल ठुलेर जान्छ यस्तो जङ्गल छ घना जङ्गल होइन। अन्त तल त्यो आँटी आइरहेको थिएँ, अहिले चाहिँ यहाँ छु। अलिक जाडो गरे भए त म गइहाल्ने थियो। यस्तो गर्मी छ, अनि यस्तो गर्मीमा यहाँ पानी पनि पाइन्न गाइज, पानी नै आउनु रहन्छ जाडो। अनि योभन्दा पनि माथि जानुपर्छ। योभन्दा माथि पनि फेरि गाउँ छ क्या हो यतातिर। खै यो के हो, यो कुल बुझ्छन् होला यस्तो। यतातिर धजा सजा लगाएर, हाम्रो गाउँतिर यस्तै पुजिन्छ पुल पुज्नु त, यस्तै धजा सजा लगाएर जाउँ कि नजाउँ भन्ने यस्तो कन्फ्युजमा भयो गाइज होइन। माथि देखेर त्यो सानो डाँडो त्यहाँ हो पुग्नु भने, त्योदेखि उतातिको ठाउँ पुग्छु कि पुग्दैन भन्ने भयो कि गाइज बाटो चाहिँ गाइज होइन। काफल चाहिँ खासै पाकेर हिँड्छन्, काचा मात्रै देखिरहेको छ जानु एउटा दुईवटा पाके जस्तो मानिन्छ। काफल एउटा दुईवटा पाके रहेछ। भर्खर भर्खर पाक्नु सुरुवात गरेर रहेछ गाइज। मलाई चाहिँ छैनन्, एकदम चुग्ला छन्। एक दुईवटा पानी पनि लगाएर रहेछन्, साना छन् काफल त। उकालोमा हिँड्न पनि नसकिने रहेछ गाइज छैन। यस्तो गाह्रो भइरहेछ। तल बाटो भन्ने कुरो कहाँ हो, यता कहाँ कहाँ, यतातिर डाँडातिर त उतातिर त कहाँ कहाँ ठाउँ। अनि उकालो जाँदाखेरि त यस्तो बनाउँदै छैन, कोठामै बसिरहने म
आज त उकालोमा हिँड्नु पऱ्यो गाई छैन। यस्तो बनाइरहेको छ नि हर्सकोले त उकालोमा। बाटो त यस्तै छ गाई छैन। यहाँबाट जानुपर्छ फेरि माथि, माथिको गाउँदेखि अलि फेरि माथिको वन, अनि त्योदेखि उता गाह्रो छ यार भेटिनलाई। सायद आज म बिच बाटोमै अलमल परिहाल्छु क्या, मलाई त त्यस्तै लागिरहेछ गाइस। यो उकालोले यस्तो हत्ते पाइप गरायो गाइस। अहिले चाहिँ म माथि आइपुगेको छु, धेरैभन्दा धेरै माथि। यस्तो गाह्रो भइरहेछ नि, कतै जानुपर्ने कहाँ छ। म त यहाँ छु अझै पनि। मैले त गलत डिसिजन लिएँ जस्तो लागिरहेछ। केही छैन, त्यहाँ पुग्न सकिनँ भने पनि कहाँसम्मको भिडियो हुन्छ होइन, त्यहाँसम्मको भिडियो हेरिदिनु होला। अब बस्ने पनि छैन, पानी पनि आउँदैन गाइस होइन। यस्तो समस्या भयो क्या, धेरै ठुलो समस्या भयो गाइस होइन। केही छैन, जानुपर्छ। हिक्मत चाहिँ म हार्दैन गाइस होइन। लाली गुराँस चाहिँ मैले किन उचालिरहेको छु भने अलिकति पानीतिर्खा जस्तो लाग्न लाग्यो भने चाहिँ एउटा फुल चबाउँदै त्यसको रस निल्दै गर्ने भएको कारणले चाहिँ मैले लाली गुराँस साथमा राखेको छु। तर नि यस्तो छ र अवस्था, पहाडी जनजीवन चाहिँ यस्तो कष्टकर हुँदो रहेछ गाई छैन। मैले त्यो परतिर यस्तो घर भेटाइरहेको थिएँ होइन, न्युजहरूमा आएअनुसार के नेपालको पहाडी इलाकामा चाहिँ जनसङ्ख्या कम हुँदै गइरहेको छ बसाइसराइको कारण, र युवाहरू विदेशी छन्, अनि गाउँ चाहिँ खाली हुँदैछ भने। तर यो कता मलाई साँचो जस्तो पनि लाग्यो, किनकि मैले यतातिर देखेको गाउँमा पनि त्यस्तै भइरहेको थियो। त्यसो मान्छेहरू चाहिँ बुढाबुढी भएको होइन, त्यस्तो युवा मान्छेहरू चाहिँ नभएको के, अलिअलि महिला मान्छे र बुढाबुढी मान्छे मात्रै। युवा अवस्थाको मान्छेहरू त सब बाहिर देशतिर। अनि त हाम्रो देश कहाँबाट बन्छ त गाइस छैन, अवस्था नै यस्तै छ। यसको बारेमा छोडिदिउँ, यो यति नै भयो होइन। देशको अवस्था त यस्तै छ, केही दोष हाम्रो पनि होला, केही दोष नेताहरूको पनि होला होइन। सही नेतृत्व छान्न नसक्दाखेरि देशको हालत यस्तो भएको हुनसक्छ है। अब यतिकै धेरै ठुलो कुरा चाहिँ नगरौँ होइन। म कुनै नेता उता होइन, त्यही आफ्नो विचार लागेको कुरा मात्रै भनेको, अरू त होइन गाइस होइन। गर्मी सुरु त भयो, तर अझै पावरफुल्ली गर्मी चाहिँ भएन। गर्मी पावरफुल्ली भयो भने त फेरि भयो त फेरि काम गर्न जङ्गर लाग्छ होइन, न यताउता डुल्न जङ्गर लाग्छ गर्मी भयो भने त। म आएको ठाउँ तल हो, अगाडि अलि अगाडि म जाउँ कि नजाउँ भनिरहेको थिएँ नि, उता त्यो डाँडा देखिरहेको छ त्यहाँ भने हो। अहिले म यहाँ आइपुगेछु। कति छिटो भन्दा नि छिटो के भन्ने 1 घन्टा लाग्यो तलदेखि यहाँ आउनलाई। यति उकालो छ नि, झ्याउ मात्रै लाग्ने के गाइस। उकालो भएको कारणले अझै पनि गाह्रो मानिरहेको छु। अझै एक मोड कहाँ हो यार, मलाई अर्कै लाग्न लाग्यो यार। अहिले त जाउँ कि नजाउँ भन्ने भइरहेको छु। अझै पनि कन्फिडेन्टमै छु म चाहिँ। गर्मी त्यही माथि पनि अझ कालो कपडा लगाए त झन् यस्तो गर्मी हुने हो। सेतो कपडा लगाएको छु, सेतो कपडामा फेरि घाम टिल्किन्छ, अलिक गर्मी पनि लाग्ने रहन्छ। योभन्दा अगाडिको भ्लगमा मैले कालो कपडा लगाउँथेँ, यस्तो गर्मी लाग्थ्यो नि कुरै छोडिदिनु। कालो कपडाभित्र प्रकाशले फेरि सोध्छ है, त्यही बिना सेतो कपडाले फेरि प्रकाशलाई अलिकति परावर्तन गर्ने भएको कारणले त्यस्तो उसले गर्मी मानिरहेको छैन मैले। फाइनली साथीहरू, जुन ठाउँमा मैले जाने भनेको थिएँ नि, साइनिदह र ठुलदह, त्यो ठाउँ चाहिँ मैले क्यान्सल गरेको छु। निकै टाढा माने होइन, अनि मोबाइलको चार्जरले पनि साथ दिएन, अनि सबै कुराले साथ दिएन भनौँ न। सबै कुराले नभन्दा केही कुराले साथ दिएन। अब यतातिर भन्दा नि भिडियो अब यतातिर क्यान्सल गर्ने भएको कारणले मेरो डिसिजन चाहिँ अब त्यहाँ जानुपर्छ भन्ने भएछ गाइस होइन। गाइस छैन यता न
तेर्सो कुल पुज्ने मात्रै गराउँ रहेछन्। यहाँ पनि कुल पुज्ने रहेछ यता न ध्वजा सजा लगाएर। तल आइपुगेको छु। यहाँदेखि माथि जानेछु। माथि यहाँदेखि त पुरै त्यहाँदेखि होइन थोरै देखिरहेछ। यहाँदेखि माथि कति माथि छ त्यहाँसम्मको भिडियो। यतातिर त्यस्तो छ जङ्गल, घना जङ्गलमा कहाँ आएर फसेको जस्तो लागिरहेछ। म्यापले त्यस्तो पुऱ्याउनु रहेछ यार। हुँदा यस्तो ठाउँमा आइपुग्यो म। अब फर्किँदै भएर चाहिँ मैले त्यो जाने ठाउँ भन्थेँ नि, भन्ने ठाउँ ठ्याक्कै आधा आइपुग्यो गाइज होइन। ओहो अहिले चाहिँ मजा आइरह्यो, हावा यस्तो लागिरहेको छ। यतादेखि तल त्यो डाँडादेखि भनिरहेको थिएँ म माथि जान्छु भनेर। म अहिले यहाँ आइपुगेको छु। स्वाटै माथि पुग्नुपर्ने छ अझै त्यो डाँडामा। यहाँ छु अहिले म। फाइनली गाइज होइन म माथि आइपुगेको छु तलदेखि। त्यहाँदेखि अहिले चाहिँ म यहाँ आइपुगेको छु फाइनली गाइज होइन। लाली गुराँस समातेर हात समातेर ओखो हावा त्यस्तो लागिरहेछ। म आए चाहिँ त्यहाँ हो पारी कहाँ त्यहाँ तल धेरै तल छ म आएको। अहिले चाहिँ म डाँडामा आइपुगेको छु गाइज होइन। यस्तो देखिरहेछ ठाउँ यहाँ तल गाइज। सिस्टम फार्दुङ्गे भन्ने भयो गाइज होइन। यता साँको पनि देखिँदैछ गाइज होइन। यता साँको अनि यता हाम्रो गाउँ पनि देखिँदैछ उता। त्यो चाहिँ त्यो साइड पाइ हाम्रो गाउँ हो। अनि यता पाइ हिउँ परे पनि देखिँदैछ उता कहाँ त्यो हिमालतिर होइन। मैले सानो दह र ठुली दहलाई क्यान्सल गरिदिएर यहाँ आएँ गाइज होइन। सानो दह ठुलो साइड त्यो डाँडा छ नि यो पारी, त्यो डाँडादेखि उता हुनुपर्छ। त्यति टाढो त जानु सक्दैन यार म त अहिले त। अब त जानु सक्दैन। किन सक्दैन भने एक त मोबाइलमा चार्ज त कम छ र अर्को कुरा पानी पनि यता पानी त यता सम्भवै छैन क्या यता दिए। यस्तो म यता डाँडा छु त झन् यता चाहिँ पानी पाइने गाह्रो छ, पुरा धेरै गाह्रो छ पानी पाइने। त्यो भएको कारणले त्यताको क्यान्सल भयो र यता अब भिडियो सायद अब यही अन्त हुन्छ होला। अनि तल लाली गुराँस यिनीहरूको भिडियो बनाउने छु। तल त्यो मैले अगाडि भनिरहेको थिएँ नि तल त्यो डाँडामा आइरहेको छु। अनि यतातिर जाउँ कि माथि जाउँ कि यतातिर भिडियो बनाऊँ भन्थेँ नि म। सायद अब त्यतातिर पनि लाली गुराँसहरूको भिडियो बनाउँछु। अनि यताबाट चाहिँ अब जानुपर्ने हुन्छ गाइज होइन। समय पनि अब एकदमै कम छ। साथै अब हाम्रो इक्जामले पनि च्यापिरहेको छ क्या। अलि त्यो पढाइमा पनि फोर्स गर्नुपर्ने भएको नै। अब 2-4 घन्टालाई त अब केही पनि हुँदैन। त्यति धेरै टाइम पनि कन्ज्युम त हुँदैन हुन त। त्यही पनि पढाइलाई फोकस त गर्नै पर्छ गाइज होइन। इक्जाम पनि अब 11 गतिदेखि छ वैशाखको। त्यसपछि मेरो यात्रा हुन्छ बुटोलतिर हुन्छ कि दाङतिर हुन्छ गाइज होइन। त्यसपछिको यात्रा अनि उतातिरको भिडियो सायद होस्टेलतिर बस्छु होला। अनि होस्टेलतिर बस्यो भने मिल्यो भने चाहिँ भिडियो बनाउँछु। यदि मिल्न भने त अब के गर्ने गाइज होइन। जस्तो तसो गरेर पनि भिडियो चाहिँ बनाउने चाहिँ निधो चाहिँ गर्छु। जुगाड त म गरिहाल्छु गर्न त। तर 1 महिनापछि भिडियो बनाएँ गाइज होइन। के हुँदै भिडियो त खतम भयो क्या। बनाउने भनेर आउँथ्यो होइन कहिले जाँगरै नमान्ने क्या। आज चाहिँ जे होला यत्रो टाइम भयो भन्न मोबाइल सोल उठाएर आएको भिडियो आज बनाउनु पाएँ गाइज होइन। यतातिर आइया छ भिडियो बनाइरहेको छ गाइज होइन। भिडियो चाहिँ बनाउनु पर्छ। यता साँको पनि देखिरहेको छ। यता साँको कुदा आइपुगेको छु। लाली गुराँस चाहिँ यता रहेका छन्। अब चाहिँ म लाली गुराँस हुने जाँदैछु। लाली गुराँसको रुखमा जाँदैछु गाइज चाहिँ। फाइनली गाइज छैन
मैले चाहिँ लालीगुराँस टिपेको छु यति धेरै। यहाँदेखि टिपेको थिएँ, यति धेरै टिपेको छु गाइज लालीगुराँस। फाइनली साथीहरू, आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै भिडियो मन पर्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि आगामी दिनहरूमा हजुरहरूलाई यस्तै भिडियो देखाउन पाऊँ। आजको भिडियो यति नै। फेरि अर्को भिडियोमा हाम्रो भेट अवश्य हुनेछ।